चला मुग दही यता हेर न यता यहाँ हेर त यहाँ मोबाइलमा हेर त होइन गीत त होइन यो भुडी फोरवाला के त्यो के अरे यो हात्ती चाहिँ सफारी हुँदैछ हात्ती सफारी यो चाहिँ गोही गयो कि पानीमा यहाँ रुखमा देखेको नै बढ यो मगर मगर कस्तो तिमीले बर्ड देखे हेर ब्ल्याक कलर त्यही हो त म त चलाएर चलाइरहेको छु यहाँ त्यही किनेको होइन टाइगर लिएको होइन मेरो त अति नै भएर चाहिँ एघार थियो जहिले अब 3 सालको धेरै जस्तो थियो कस्तो थियो चलहरु सबै यहाँबाट त के देखियो कति धेरै हेर न उता अलि एक्सन एउटा रियल कहाँ आइरा त हिँड्दै भाइ तिमी टाइगर मान्छ नि फटा देऊ क्या हो के त म फोटो राख्छु रोकेर हात्ती देखे कि होइन रे त्यो चाहिँ हरियो टाउके हाँस भयो माला रुडी सेडलक भन्छ इङ्ग्लिसमा रुडी सेडलक कस्तो कलरको थियो भन त ब्लू कलर पिङ्क मेरो सल धेरै धन्यवाद आमाहरू बाघले खाएको क्या यसलाई चाहिँ 30-40 वर्ष भयो यो सिन यहाँ भएको नै 30-40 वर्ष भयो धेरै तिमी एकै ठाउँमा बस्नु सक्यो भने त बुइसा हैन त दुईटा बुइसा यता र यता ए है यहाँ दुईटा बुइसा गरे चाहिँ दम अगाडि बढ्छ नि यो चाहिँ चित्तलको पाइलाहरू हो चित्तल छ यहाँ उतापट्टि चाहिँ चित्तल छ हेर त भुरामा एउटाले माछा खोज्छ अर्कोलाई खुवाइदिन्छ क्या आफ्नो जोडीलाई चखेवाको जोडी सँगै हुन्छ
हल्ला नगर भाग्छ त्यो फेरि जाउँ जाउँ कस्तो अगाडि डिफ्ने गरेर पछाडि डिफ्ने रमाइलो भएको छ एकछिन बसेका छौँ यस्तो यतातिर सबै छ खाने ठाउँहरू छ होइन यस्तो छ धेरैजना आउनुभएको छ यतातिर यता सबै हुनुहुन्छ है के देखिन्छ भन्ने कुरा यहाँ चाहिँ देखाइएको छ होइन यस्तो छ यतातिर यो बाघहरू हात्ती अनि चराहरू गैँडा यी सबै कुराहरू देखिसक्यो हामीले बाघ चाहिँ देखिएको छैन बाघ अनि यो भालु चाहिँ देखिएको छैन नत्र भने यहाँ भएको सबै देखिसकिएको छ होइन यस्तो छ होइन तामाङ होमस्टे यतातिर थारू होमस्टे बायोग्यास भिलेज यतातिर यस्तो यस्तो रहेछ यस्तो छ होइन यतातिर यस्तो छ अनि यतातिर यो कहाँ कहाँ घुम्ने भन्ने कुरा देखाएको छ टाइगर फाउन्ड प्लेस भनेर त्यहाँ देखाइएको छ यसरी ब्लगहरूमा चाहिँ यस्तो यस्तो पाउन सकिन्छ भनेर चाहिँ देखाएको छ हामी चाहिँ यो हाइवेबाट यो देखाइएको मेन पोइन्टहरू चाहिँ घुमेको छ भन्दाखेरि हुन्छ अहिले हामी यो देखाइएको यो चौराहाबाट यो पोइन्टहरू घुमेर हामी अहिले कहाँदेखि छौँ भन्दाखेरि यतातिर यो बिचतिर कतातिर हामी बसेको छ है यस्तोमा यहाँ चाहिँ बसेको छ यस्तो ठाउँहरू छ होइन तपाईँहरू पनि पछि घुम्न आउनुभयो भने थाहा पाइहाल्नुहुन्छ यस्तो छ यता चाहिँ यस्तो छ त्यहाँ चाहिँ दाइले मूर्ति कुदेर राख्नुभएको छ यस्तो छ होइन उसले फेरि सोधैछन् होइन दाइलाई सोधेर दुःख दिइरहेछन् होइन यहाँ चाहिँ हात्ती एकदम राम्रो छ होइन यस्तो राम्रो हात्ती छ यो चाहिँ गँडे छ होइन अब किनेर लान त हुन्थ्यो तर अहिले लाने मुडमा छैनौँ होइन धेरै पर्दैन 350 350को छ अनि यो किरिङहरू पनि किरिङहरू त जहाँ पनि पाउँछ होइन यस्तो यो ब्रासलेट किरिङ तर यस्तो गैँडाहरू चाहिँ रियलमै कुदेर चाहिँ देख्ने भनेको यहीँ हो छ यस्तो यतातिर राम्रो राम्रो छ होइन मलाई चाहिँ सबसे धेरै चाहिँ यो गैँडा मन परेको छ होइन गैँडा एकदम राम्रो छ कलरफुल यसको बडी सबै राम्रो छ वाउ लेट जाने हो त साँच्ची जल्ली गएर हेरेर छोड्ने यहाँ चाहिँ आमा आउनुभयो होइन यहाँ आमाले हेर्दै हुनुहुन्छ टन्नैजना आउनुभयो ल 600 रुपियाँ रहेछ ल 600 रुपियाँ यस्तो छ होइन दाइले लिनुभयो टन्नै ल हामी उता गयौँ अब यहाँ मान्छेहरूको भिडभाड भयो हल्ला चाहिँ नगर्नु है काम छ शीतलमा बसिरहेको छ डियर त देखिन्छ
छोड्नुहुन्न फेरि अब हेर्नु है सुन ल्याएर टाउकोमा राखिदिन्छ आशीर्वाद दिन्छ फेरि भिडियो खिचिदिनु भने होइन पैसा दिन्छ नि सुन टाउकोमा एउटा बाँकी छ है दाइ कसरामा नि दिन्छ सानो हात्तीले आशीर्वाद लिनु के टाउकोमा राखिदिन्छ कि यसले सुड आफ्नो यो हात्तीको नाम के हो लाइनबाट गएको अहिले यो लाइनबाट कम गाह्रो छ भेटनरी हस्पिटल भेटनरी हस्पिटल त्यत्रो किरोसित डराउने बाँकी त लड्छु हुन्छ यो चाहिँ थारू सङ्ग्रहालय छ क्या कि होइन रियल होइन के भन्छ अरे प्रजनन केन्द्र जाने हो के हो यहाँ बाघ देखियो भन्ने मान्छेहरू हुनुहुन्छ होइन पहिला कस्तो पहिला यहाँ सुनौ न आजको सफारी कस्तो भयो आजको सफारी बेस्ट भयो हामीले धेरै जनावरहरु के देखियो त बाघ देखियो पहिला बाघको फोटो हेरौँ ल हेरिहालौँ ल ल अनिस मामाले बाघको फोटो ल ल यता यता देखाउँ त त्यता देखाएर हेर्दैन यता देखाउनु पर्यो ल यहाँ चाहिँ बाघ देखाउँदैछन् होइन यहाँ बाघ होइन रियलमै बाघ हेर्न पर्यो होइन बाघ हो कि के हो ल कस्तो दौडिरहेको थियो कि झ्याप्पै त्यो बाटो क्रस गरे कि यहाँ चाहिँ बाघ छ भनेर यहाँ है झ्याप्पै बाटो क्रस गरे कि ओहो यहाँ त कतै गुगल छैन नि भिडियो नि बनाएको कि नै त बनाउन पाइएन त नि बाघ आयो भने यस्तो झ्याप्पै खिच्दाखेरि हेर्ने ए ल ठिक छ ल के देखियो आज बाघ देखियो गैंडा देखियो हात्ती देखियो किङफिशर देखियो अनि त्यसका साथसाथै हामीले मयूर देखियो होइन मयूर देखियो है अनि गोही देखियो घडियाल गई देखियो होइन मगर गोही बाहुन गोही सबै देखियो अनि के देखियो हाम्रो ग्रुप चाहिँ यस्तो छ होइन यता अगाडि जाँदैछौँ अनि यता पछाडिबाट आउँदै हुनुहुन्छ यस्तो छ है हामी घुम्न आएको होइन यहाँ बुवा आउँदै हुनुहुन्छ ल एली यता हाई भन्दौ यता हाई भन्दौ हेलो हाई भन्दौ न म तिमीलाई लिङ्क सेयर गर्छु नि हाई ल
ल शाश्वत हाई भनिदेऊ ल हामी घुमेर आइयो होइन ल यता सानो मान्छे हामी आइयो नि त घुमेर होइन हामी घुमेर आइयो होइन के देख्यौ आज तिमीले ल यहाँ यता चाहिँ ल हेलो हामी हात्ती हेर्न आएको छौँ होइन यहाँ ठुलो हात्ती छ होइन साङ्लाले बाँधेर राखेको छ यतातिर हेर्न बस्नुभएको छ यस्तो छ यहाँ अरू पनि आउँछ यहाँ चाहिँ ठुलो हात्ती छ ल ल यति ठुलो हात्ती छ होइन यसको दारा हेर्दा पनि एकदमै ठुलो अलि उमेरको चाहिँ छ यो चाहिँ मेल रहेछ भन्ने कुरो यहाँबाट थाहा पाइयो होइन यहीँबाट हेरेर मेल हात्ती रहेछ यस्तो वाउ विशाल हात्ती छ होइन यहाँ चाहिँ हेर्ने मान्छेहरू पनि टन्नै हुनुहुन्छ यतातिर टन्नै हुनुहुन्छ होइन यस्तो एली यता हेर त कस्तो लाग्यो इलिफेन्ट यतातिर हामी गयौँ होइन यसको दारा एकचोटि काटिसकेको रहेछ यो औडा यो जङ्गलमा यो पेट्रोलिङको बेलामा कस्तो फर्किँदाखेरि हामी जङ्गल वक गर्दाखेरि होइन ऊ त्यसरी त्यो ढुङ्गाबाट आउँछ नि बसहरू त्यो गर्दाखेरि काटिदिइरहेको भयो यसले चाहिँ भैँको धुलोलाई चाहिँ आफ्नो शरीरमा फालेको छ हो उताबाट चाहिँ चरेर आउँदैछन् होइन हामी यतातिर नि आउँदैछौँ होइन हो उता पछाडितिर चाहिँ जङ्गल सफारी गरेर अथवा यो जङ्गल राइड गरेर आउनुभएको मान्छेहरू पनि हुनुहुन्छ हो उहाँ पछाडि तपाईँहरूले देख्नुभयो पछाडि यो ठुलो हात्ती लमक गर्दै आएको छ होइन अब जहाँसम्म त्यो जङ्गली हुनपर्छ अथवा माउतेले छोडिदिएर पछि ल्याउने गरेको हुनसक्छ उहाँ हात्ती लमक गरेर आएको छ अनि जङ्गल राइडमा गएको मान्छेहरू गाइडहरू त्यहाँ देख्न सकिन्छ यहाँ घुम्ने मान्छेहरू नि टन्नै आउनुभएको छ हाम्रो टोली चाहिँ यहाँ छ होइन यस्तो छ उताबाट बिस्तारै त जङ्गली हात्ती जस्तो लाग्यो यो देखिएको चाहिँ जङ्गली हात्ती हो होइन यतातिर देखिएको आएको छ यस्तो छ यहाँ चाहिँ हात्तीले चाहिँ यस्तो छ यतातिर यस्तो छ यस्तो छ यहाँ हाम्रो सबैजना हामी हात्ती हेर्नलाई कुरेर बसेका यस्तो छ